सुरु गरौँ ध्यान पढाइबाट खाली भिडियो सुन्न गर्नु होला पढाइ पनि सो नमस्ते म अमरनाथ राउत as an English teacher. Today we are going to discuss over very essential topic that are subject, main verb, helping verb and object. Why? Because these are very important. Lack of these four topics we are unable to understand the accurate sentence, because in a sentence different part of the grammatically part of involved there, no? So we are unable to understand. It means, let me tell you in Nepali, यी सबको कमीको कारणले गर्दाखेरि हामीले सेन्टेन्समा सहभागी भएका कम्पोनेन्टहरू बुझ्न सकिरहेको हुँदैनौँ। तसर्थ यी सब कुरा जान्न जरुरी छ। सब्जेक्ट ठ्याक्कै कहाँ हो, मेन भर्ब कहाँ हो, हेल्पिङ भर्ब कहाँनिर हो, अब्जेक्ट कहाँनिर हो इत्यादि सब कुराहरू ठम्ब्याउन सकिसकेपछि सेन्टेन्स हामी फर्मेसन गर्न सक्छौँ या सेन्टेन्समा भएका कुराहरूले हामीले सजिलै बुझ्न सक्छौँ। किनभने भोलि पर्सि तपाईले अफर्मेटिभ, ट्रान्सफर्मेसन पढ्नुभयो भने नेगेटिभ, इन्ट्रोगेटिभ, डब्ल्युएच क्वेसन या अरू पनि कुराहरू पढ्दाखेरि के हुन्छ, सब्जेक्ट, हेल्पिङ भर्ब यो सबै के हुन्छ, रिप्लेस गर्नुपर्ने हुन्छ, एक्सचेन्ज गर्नुपर्ने हुन्छ र त्यहाँनिर भर्जन लेखेको हुन्छ सब्जेक्टलाई मेन भर्बको ठाउँमा राख या हेल्पिङ भर्बको ठाउँमा राख, अब्जेक्टको ठाउँमा राख इत्यादि सब कुराहरू त्यो चिजहरू आउनु पर्यो। सब्जेक्ट भनेको कहाँनिर छ खोज्ने हुन्छ। अब सब्जेक्टको बारेमा थाहै छैन सब्जेक्ट भनेको कहाँनिर छ या सेन्टेन्समा सब्जेक्टको पोजिसन कहाँनिर छ, राइट? अनि त्यो चिजहरू हामीले जानकारी हुन जरुरी छ जेन्युइनली। ओके, सो आर यु रेडी? Shall we start? Okay, so I want to need your concentration here, okay? Today is 19/1/19, एक महिना 19 गते र फर्चुनेटली टुडे वी आर गोइङ टु अटेन्ड आवर स्कुल्स। आजदेखि फर्मली हाम्रो स्कुल खुल्दैछ धेरै समयपछि। हामी क्युरियस पनि छौँ, टाइममै हामी छुट्नुपर्ने हुन्छ। सो फर्स्ट टपिक इज सब्जेक्ट। सब्जेक्ट भन्ने बित्तिकै हामी के बुझ्छौँ त, विषय भनेर बुझ्छौँ। यो कर्ता भन्ने बुझ्छौँ। कर्ता भनेको कर्ता धर्ता भन्छ नि, मेन एजेन्ट जसले काम गर्छ हैन, जसले काम गर्छ, जसले अहम भूमिका निभाउँछ, वाक्यमा जसले अहम भूमिका निभाउँछ, घर परिवारमा जसले अहम भूमिका निभाउँछ, कुनै पनि सङ्गठनमा जसले अहम भूमिका निभाउने गर्छ त्यसलाई हामी कर्ता भन्छौँ। त्यसले मेन काम गर्ने काम गर्छ हैन, गर्ने व्यक्ति हुन्छ। तसर्थ यसलाई हामीले परिभाषित गर्दाखेरि यसरी बुझौँ, वाक्यमा वाक्य त बुझ्नुहुन्छ नि, किनभने यो वाक्य लेखेको कुरा मात्रै नबुझ्नुहोस्, वाक्य भनेको के हो त्यो कुरा बुझ्नुहोस्। वाक्य भनेको के हो त, combination of words which gives a complete meaning or idea. It's called sentence, right? अब त्यहाँनिर त्यो पनि के हुन्छ त, अर्डरमा हुनुपर्ने हो। सेन्टेन्स भनेको वाक्य हो र वाक्यमा धेरै कुराहरू आएको हुन्छ, त्यो चिजहरू अर्डरमा हुनुपर्छ जसले एउटा मिनिङ दिन्छ, राइट? बिना मिनिङ दिने सेन्टेन्समा जे जथाभावी कुराहरू लेखेर सेन्टेन्स बनाएर बनेको उसलाई हामीले सेन्टेन्स, ग्रुपलाई सेन्टेन्स भन्दैनौँ। ग्रुप छ, वर्डहरूको ग्रुप हुनुपर्छ, सबै कुराहरूको मिल तालमेल छ। जस्तै कि हाम्रो अनुहारमा यो नाकलाई यहाँ पनि त राख्न सक्थ्यो नि, यो नाकलाई मुखको तल पनि राख्न सक्थ्यो नि, तर यो यहीँनिर छ, ठ्याक्कै सब जहाँ जहाँ हुनुपर्ने प्रोपरली त्यहीँनिर छ। त्यही भएर अनुहार हाम्रो सही काम गरेको छ, हो कि नै? यो हाम्रो बाइकको हेडलाइट जस्तै यो राति जरुरी छ कि छैन, त यो आँखा हाम्रो जरुरी छ कि छैन? बिना आँखाको हामी हेर्न सक्दैनौँ, हो कि नै? छोड्नुहोस्, वाक्यमा जसले काम गर्छ, जसले काम गर्छ त्यसलाई कर्ता या सब्जेक्ट भनिन्छ हैन? कर्ता या सब्जेक्ट भनिन्छ। जस्तै राम किताब पढ्छ, राम किताब पढ्छ, यो एउटा वाक्य हो। यो एउटा के हो त, वाक्य हो। त्यो वाक्यमा काम गर्ने, जस्तै कि किताब पढ्ने, पढ्ने यो काम छ, पढेको के हो, किताब
कसले पढेको हो त नामले ठ्याक्कै इजिली छ हामीले यसरी ठम्याउन सक्छौं यो भनेको सब्जेक्ट भयो या कर्ता भयो हैन यसरी गरेर सब्जेक्टको रूपमा धेरै कुराहरु आउँछ सब्जेक्टको रूपमा धेरै कुराहरु एउटा अर्को पनि म भन्छु के राम किताब पढ्छ यो पनि एउटा सेन्टेन्स है हो बट यो अलग किसिमको सेन्टेन्स हो यो इन्ट्रोगेटिभ क्वेशन राइट प्रश्नवाचक क्वेशन हो अब यहाँ के राम किताब पढ्छ सब्जेक्ट यहाँ कहाँ छ त्यसमा राम जिम्नु दैट इज द प्वाइन्ट र यो समस्या तपाईको मात्रै होइन धेरै जनाले हुन्छ यहाँ सुरुमा राम छ किनभने राम जहाँ पनि हुन सक्छ सब्जेक्ट जहाँ पनि हुन सक्छ कि मैले भनेको तपाईले बुझ्नु भएन भने परिभाषा अनुसार बुझ्नु भएन भने तपाईले सम्झन सक्नुहुन्न वाक्यमा जसले काम गर्छ यो पनि वाक्य हो तर यहाँ राम सुरुमै परेको छ यो जहाँ पनि हुन सक्छ काम गर्ने व्यक्ति यही हो त्यही भएर यो राम हो राम सब्जेक्टको रूपमा हो यहाँनिर के राम किताब पढ्छ के राम किताब पढ्छ पढ्ने काम त यहाँ रामले गर्ने हो त राम यहाँ सेकेन्ड स्टेपमा छ तसर्थ राम यहाँ भए पनि जहाँ भए पनि सब्जेक्ट जहाँ भए पनि त्यसलाई चिन्ह जरुरी छ यो सब्जेक्ट हो सब्जेक्ट जे पनि हुन सक्छ सब्जेक्ट असीमित छ यही त्यही हैन भनेर किटान गर्दा हुन सक्दैन बट मस्टली ग्रामरमा हामीले प्र्याक्टिकली जुन प्रयोग गर्छौं व्यवहारिक युजुअली हामी व्यवहारमा प्रयोग गर्छौं ती यो छ सब्जेक्टको रूपमा असीमित भए तापनि सब्जेक्टको रूपमा ग्रामरमा हामीले प्रयोग गर्ने बढी प्रयोगमा गर्न ल्याउने भनेको आई वी यू दे ही सी इट राम सीता someone anyone everybody somebody nobody हैन something anything nothing यो सबै सब्जेक्टको रूपमा आउन सक्छ नाउन र प्रनाउन तपाईको सब्जेक्टको रूपमा नाउन एन्ड प्रनाउन यही हो सब्जेक्टको रूपमा आउने राइट सर if a sentence have I have nothing then nothing is what is the nothing nothing is there nothing is there nothing is there अब यहाँनिर तपाईको के भयो त nothing के भयो तपाईको nothing is there त्यस अब्जेक्टको रूपमा पनि आउन सक्छ यो पनि त अब्जेक्टको रूपमा आउन सक्छ यो अब्जेक्टको रूपमा nothing त्यहाँ जो अब्जेक्टको रूपमा भयो nothing is there त्यहाँ सब्जेक्टको रूपमा काम गर्छ यो सब्जेक्टको रूपमा अहिले प्रयोग हुन्छ यो अब्जेक्टको रूपमा पनि प्रयोग हुन्छ हो कि नै मी त अब्जेक्ट हो यो त सब्जेक्टिभ फर्ममा न हो अहिले यो अहिले सब्जेक्टिभ फर्ममा हो यसको अब्जेक्टिभ फर्म पनि हुन्छ बट अब्जेक्टिभ फर्म छ त त्यो अब्जेक्टिभको काम गर्छ त्यो सब्जेक्टको काम गर्दैन राइट यो अहिले सब्जेक्टिभ फर्ममा छ यो चीज हाम्रो पछि क्लियर हुन्छ जब हामीले प्रोनाउन चार्ट पढ्छ केस चार्ट पढ्छु त्यति बेला यो क्लियर हुन्छ यो अहिले सब्जेक्टिभ फर्ममा छ र यो सब्जेक्टको काम गर्छ राइट प्यासिभमा तपाईको यो अब्जेक्ट पनि हुन सक्छ राइट प्यासिभ के उसमा हो प्यासिभमा तपाईको अब्जेक्टको रूपमा पनि काम गर्न सक्छ यो भयो ट्याक्कै लेख्नु भयो कि नै लेख्नु एकछिन पज गर्नु होला 2 नम्बर मेन verb M A I N main verb यसलाई हामीले सर्ट